मान्छे त पुरा बोलाएको यहाँ हेर्नु देखेन अरे म्याडम तपाईँ त अन्त तल हुनुहुन्छ होला भनेर म आइसक्नु भएको रहेछ अलिक नलाग्दो रहेछ तपाईँको अफिसमा वाइफाई हामी त हाम्रै टिम म भिडियो छ अस्ति दिन तपाईँलाई त्यही त ए सानो टिका लगाइदिउँ All the best. सर्ट नोटिसमा आइदिनु होइन ठिकै छ हामी के भने हामी फ्यामिली 1 2 3 ल जय हो नमस्कार व्यूअर्स सिक्किमका सम्माननीय मुख्यमन्त्री महोदयको परिकल्पना छ कि सिक्किममा सबै युवाहरूले आफैले आफ्नो खुट्टामा उभिएर गरी खानुपर्छ, सिक्किमलाई सामर्थ्य सिक्किम समृद्ध सिक्किम बनाउनुपर्छ भनेर जुन मुख्यमन्त्रीको सपना अनुसार यहाँ हाम्रो सुनिल भाइ अनि उहाँका सहयोगी साथीहरूले जति पनि यहाँ यो जिप लाइनको आज उद्घाटन गर्नुभएको छ। मेला टारमा जुन यो जिप लाइनको आज उद्घाटन भएको छ र यसमा मलाई तपाईहरुले बोलाइदिनु भएको तपाईहरुलाई सबैलाई धन्यवाद दिन चाहन्छु। र यहाँ मसँग हुनुहुन्छ हाम्रो तिमी टी गार्डनका एमडी राधा म्याडम र यहाँ हाम्रो एसएचओ जोस्ना गुरुङ र हाम्रो बिडिओ रोशन राई हुनुहुन्छ र यहाँ आदरणीय अनरेबल जिल्ला पञ्चायत अनरेबल ग्राम पञ्चायतका सबै सदस्यहरू यहाँ उपस्थित रहनु भएको छ। तपाईहरु सबैको तर्फबाट हाम्रो सुनिल अनि साथीहरूलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ। र यसरी यो पर्यटनको क्षेत्रमा यसरी यो तिमी तार्कु भनेपछि कुनै पनि सिक्किममा बाहिरबाट जति पनि गेस्टहरू आउँछ, मिनिस्टर साहबहरू आउँछ, गभर्नरहरू आउँछ, सबै तिमी टी गार्डन घुमेरै जानुहुन्छ र यो सिक्किमको एउटा ब्रान्ड हो। त्यसकारणले गर्दाखेरि यहाँ हामीले टुरिज्मलाई अब प्रमोसन गर्नको लागि उहाँहरूले एउटा ठुलो युवाहरूले एउटा आत्मनिर्भर हुनको लागि जुन प्रकारले यो जिप लाइनको सुरु गर्यो, आज उद्घाटन भयो। आजदेखि उता एकदमै यो राम्रो चलोस् भनेर उहाँहरूलाई म शुभकामना दिन चाहन्छु। र आज योगा दिवस पनि रहेछ, मैले बिर्सिहालेँ। योगा दिवसको उपलक्ष्यमा सबैलाई यो इन्टरनेसनल योगा दिवस हो, किनभने भारतको योगा दिवसलाई चाहिँ युएनओले पनि रिकमेन्ड गरेको हो, सिफारिस गरेको। त्यसकारणले गर्दाखेरि यो अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा सबै भ्युअर्सहरूलाई म हार्दिक बधाई दिन चाहन्छु। र यो जति पनि यहाँ तल हाम्रो जिप लाइन छ र यहाँ हाम्रो सोभेनियरहरू रहेछ र जति पनि टुरिस्टहरू छ, जति टुरिस्टहरू आउनुहुन्छ तपाईहरुले एकदमै राम्रो बिहेभ गरिदिनु पर्यो हो कि। र विशेष गरेर तपाईहरुले यो जग्गाको जति पनि चालक महोदयहरू हुन्छ, गुरुजीहरू हुन्छ, उहाँहरूलाई एकदमै तपाईहरुले बसेर मोटिभेसन गर्नुपर्छ। अब यस्तो चाहिँ नहोस् कि तपाईको कहाँबाट आएको भनेर चाहिँ यहाँ बाँदरहरूलाई पुऱ्याएर आएको भनेर पहिला भन्दाखेरि चाहिँ भरे गाडी भाडा दिएन अरे, किनभने हामी बाँदरले किन गाडी भाडा दिन्छ, किनभने त्यो त नेपाली बुद्ध रहेछ अरे क्या। अब त्यस्तो चाहिँ हामीले नभनौँ र जति पनि टुरिस्टहरू छ यसको एकदमै हामीले प्रचार प्रसार गर्नुपर्छ। तिमी तार्कु नै प्रचार प्रसार अहिले गरिरहनु नपर्ने जग्गा हो र यस्तो जग्गामा तपाईहरु जति पनि गान्तोकदेखि सबै जग्गा तपाईहरुले अब
पोस्टरै के अरे ब्यानरै नभए पनि तपाईँले पोस्टर सोस्टर लाएर पनि तपाईँहरूले यसलाई प्रचार गरेर तपाईँहरूले राम्रोसँग चलाउनुहोस् र सम्माननीय मुख्यमन्त्रीको जुन सपनालाई तपाईँले पुरा गर्नुको लागि तपाईँले जुन एउटा यहाँ काम कार्य आज सुरु गर्नुभएको छ तपाईँले सबैलाई यहाँ हाम्रो यो सुनिल भाइको टोलीलाई म एकदमै बधाई दिन चाहन्छु र जति पनि यहाँ पञ्चायत महोदयहरू यहाँ अफसरहरू यसरी आउनुभएको छ कति कोअपरेटिभ हाम्रो एसएचओ म्याडम आउनुभएको छ बिडिओ सर आउनुभएको छ यहाँ जिल्ला पञ्चायत ग्राम पञ्चायत हाम्रो एसकेएम पार्टीका हाम्रो गोपालज्यू ठुलो नेता हुनुहुन्छ र उहाँसँगै सबै यहाँ आउनुभएको छ उहाँ पहिला सिएलसी प्रेसिडेन्ट पनि उहाँले चलाउनु भएको र सबै यहाँ जतिजना आउनुभएको छ तपाईँहरू सबै एकदमै कोअपरेटिभ हुनुहुँदो रहेछ अफसरहरू नभए सानो कार्यक्रममा बिडिओहरू एसएचओहरू कति जग्गा आउँदैन तर तपाईँहरू सबै अफसरहरूले यसरी कोअपरेट गरिदिनु भएकोमा हाम्रो विशेष मैले एकजनाको नाम भुलेको छु हाम्रो एसिस्टेन्ट म्यानेजर प्रतीक गौतमज्यूलाई पनि म आज मैले याद गर्न चाहेँ र जति पनि यहाँ मैले सबै जति पनि यहाँ आउनुभएको छ तपाईँहरू सबैलाई म हार्दिक धन्यवाद दिँदै र यो उहाँहरूको जुन आजदेखि सुरु भएको जुन एउटा टुरिज्म एउटा प्रमोसनल काम चाहिँ एकदमै राम्रो भएर जाओस् र हामी सबै तपाईँहरूको साथमा छौँ र हामीले काम गर्नुपर्छ एकदमै बेसी काम गर्नुपर्छ कुनै पनि कुरोमा राजनीति होस् जुनै पनि कुरोमा काम गर्दा चाहिँ हामीले के अरे मन राख्नुको लागि मात्रै काम गऱ्यो भने चाहिँ कहिले हामी सक्सेस हुँदैन तर हामीले मनले के अरे चिताएर काम गऱ्यो भने अब भन्छ नि हाम्रो टुरिस्ट लाइनमा काम गर्ने साथीहरूले भन्छ अब टुरिस्टले पानी बत्ती नभएको पानी ल्याइदिए भन्छ अरे तातो पानी यसो छाम्छ अरे तातो पानी साह्रो तातो पानी अलिक चिसो पानी फिटेर ल्याइदिए भन्छ अरे अब टुरिस्ट हो भगवान् हो उहाँहरू गायकी हो त्यस्तो प्रकारले हामीले सबै कुराहरू धेरै नै तपाईँको दुःख गरेपछि मात्रै हामी सफलता हासिल गर्न सक्छौँ र त्यो तपाईँ सबैलाई शुभकामना दिँदै म यो मेरो कुरालाई सबै यहीँ राख्न चाहन्छु धन्यवाद थ्याङ्क यू